र सुस्मिताको कुरा आयो। जबसम्म मन मिल्यो तबसम्म उसलाई लभको संज्ञा दिने, त्यसपछि आफ्नो स्वार्थ पूरा भएन भनेपछि उसलाई बलात्कारको संज्ञा दिने। यसभन्दा पहिले पनि हामी सम्मानित सदनमा बसेका र पूर्व सभामुखको घटना पनि हामी हेरेका छौँ। जबसम्म स्वार्थ मिल्यो तबसम्म उहाँसँग केही कसैलाई पत्तो थिएन। जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई 6 महिनासम्म जेलमा कोचियो। यो कुरा हामीले भुल्नु हुँदैन। त्यसकारणले हदम्यादको कुरा धेरै उठिराखेको छ। यदि हदम्याद राखिएन भने चाङ लाग्छ, मुद्दाको चाङ लाग्छ। अनि न्याय कसरी पाउँछन् यो कुरा पनि, यो दृष्टिकोणले पनि हामी हेर्ने जरुरी छ। मलाई महिला हो, महिलाको विरुद्धमा बोल्यो भनेर नभन्नुस्। म एउटा सांसद हो, देशको लागि कानुन निर्माण गर्न आएका छौँ। यो कुरा बुझ्नुपर्छ। यो हेक्काको साथ मैले चाहिँ यो कुरा राखिराखेको छु। जस्तै विदेश